यो विश्लेषणले बजारको भावी चाल फ्युचर मुभमेन्टलाई पूर्वानुमान गर्दछ। साप्ताहिक टाइम फ्रेममा लाइफ इन्स्योरेन्स इन्डेक्सको एलियट वेभ विश्लेषण। यो विश्लेषणले लाइफ इन्स्योरेन्स इन्डेक्सले इम्पल्स वेभको संरचना पूरा गर्ने सम्भावना देखाएको छ, जुन मुख्य ट्रेन्डको दिशामा 5 लहरहरू 1 2 3 4 5 मा अगाडि बढ्छ। वर्तमान लहर गणना र अनुमानित समर्थन क्षेत्र चार्टमा दुईवटा चक्र साइकल देखाइएको छ। पुरानो चक्र लोअर डिग्री साइकल तलको भागमा देखिएको वेभ 1 देखि वेभ 5 सम्मको संरचनाले एउटा ठूलो बुलिश मुभ पूरा भइसकेको संकेत गर्छ। नयाँ चक्र हायर डिग्री साइकल ठूलो अङ्कको 1 देखि 5 सम्मको संरचना नयाँ र आक्रामक वृद्धि चक्रको पूर्वानुमान हो। वेभ 2 को विश्लेषण। इन्डेक्स हाल वेभ 2 को करेक्सन चरणमा रहेको देखिन्छ। यो लहर वेभ 1 को सुरुवातपछि नाफा बुक प्रॉफिट बुकिङका कारण आएको गिरावट हो। चार्ट अनुसार वेभ 2 को अन्त्य 11,113.60 र 11,752.48 को बीचमा हुने उच्च सम्भावना छ। 11,113.60 को स्तरलाई बलियो समर्थन क्षेत्र स्ट्रङ सपोर्ट जोन मानिएको छ। वेभ 2 को करेक्सन पूरा भएपछि बजारले मुख्य बुलिश ट्रेन्डको दिशामा नयाँ र ठूला लहरहरू बनाउने अनुमान गरिएको छ। वेभ 3 आक्रामक वृद्धि इम्पल्स वेभ 2 को अन्त्यपछि सुरु हुने सबैभन्दा बलियो र लामो वृद्धि लहरको लक्ष्य 21,804.60 को आसपास राखिएको छ। वेभ 4 17,721.14 सम्म सानो करेक्सन। वेभ 3 को वृद्धिपछि आउने विश्राम पज। एलियट वेभको नियम अनुसार यो लहर वेभ 1 को क्षेत्रमा छिर्नु हुँदैन, ओभरल्याप गर्नु हुँदैन। वेभ 5 24,328.68 सम्म अन्तिम वृद्धि इम्पल्स यो लहर वेभ 3 को उच्च बिन्दु तोडेर 24,328.68 को स्तरसम्म पुग्ने अनुमान छ। यो पूरै बुलिश चक्रको अन्तिम चरण हो। समग्र निष्कर्ष। हालको अवस्था लाइफ इन्स्योरेन्स इन्डेक्स अहिले महत्त्वपूर्ण समर्थन क्षेत्र 11,113.60 को आसपासमा वेभ 2 को करेक्सन पूरा गर्ने क्रममा रहेको देखिन्छ। दीर्घकालीन दृष्टिकोण वेभ 2 पूरा हुने बित्तिकै इन्डेक्समा अत्यन्तै ठूलो बुलिश चाल वेभ 3 र वेभ 5 आउने सम्भावना छ, जसले इन्डेक्सलाई 24,328.68 को नयाँ उच्च बिन्दुमा पुर्याउन सक्छ। यो प्रक्षेपण पूरा हुन 2026 देखि 2028 सम्मको अवधि अनुमान गरिएको छ। जोखिम रिस्क। यदि इन्डेक्स 11,113.60 भन्दा तल झरेर पुरानो वेभ 1 को सुरुवात बिन्दुलाई काट्यो भने यो वेभ काउन्ट अमान्य इन्भ्यालिडेटेड हुनेछ र थप गिरावट आउन सक्छ।